यिनीहरू पाँचवटा बुट्टा साललाई काइलो भाइ त्यहाँ खाल्टा छन् खाल्टामा खस हाल्ने माटोले पुर्ने बस सामुदायिक वनको वृक्षारोपण के लगाउने अङ्कल त्यो बाँस मात्रै हो पहिरो जाने ठाउँहरूमा बाँस लगाउने हो अनि माथि मन्दिरमा के हो त फुल हो मन्दिरमा देवीस्थान मन्दिर छ त्यहाँ मन्दिरमा चाहिँ फुलहरू भाइरल फुलहरू लगाउने छ सक्छु यहाँ छ फुटो चाहिने आज अनि यहाँ लगाउने छ खै अरू कोही आएनन् अङ्कल उता भित्र गइसक्यो फर्किसक्यो हाम्रो पालो एकजनालाई कतिवटा रुख पर्छ ल नेवार सामुदायिक वनमा खै नास्ता सास्ता छैन त अङ्कल ए लगाएर आएपछि लगाउने हो खाने हो ल कान्छा ले स्याबासी यो हाम्रो सुमितको छोरा यो बाजेको पुरा बडीगार्ड हो के खान लाग्छ उहाँ समोसा जाम त कता जाने हिँड्नु ए बिरुवा यहाँ अङ्कलले लिएर आउनुभयो नेवार सामुदायिक वनमा यही हो बाँस लगाउने कहाँ हो जाम त अङ्कल हिँड्नु म रोपराप गरेर आउँछु अङ्कल यही बस्नु त ल अब चट्ट अङ्कलसँग गइन्छ मेरो हातले नमिलेर हो नत्र म आफै पनि समात्थेँ बिरामी मान्छे टाइफाइड भएर यार खतम भयो क्या अनि हाम्रो अङ्कल चाहिँ नेवारे सामुदायिक वनको चौकी हुनुहुन्छ ल वन हेरालु भन्छ नेपालीमा चाहिँ अनि उहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ बहुत बेस्ट मान्छे हुनुहुन्छ यहाँ चाहिँ यो चाहिँ करेखोलातिर जाने नेवार सामुदायिक वनको गङ्गटे खोला साइडमा चाहिँ छ कहाँ लगाउनु पर्ने अब नजिक चाहिँ लगाइसक्यो होला अब हामी अलिकति टाढा पुग्नु पर्ने होला अङ्कललाई अलिक धौ भयो होइन अङ्कल मेरो हातले समात्न नमिलेर हो क्या बिरामी भएर लास्टै यो हैदराबादको र नेपालको पानी चेन्ज भयो अझै सन्चै हुनुहुन्छ टाइफाइड भयो अझै म आएको भइगयो 1 महिना सन्चै भइसक्यो सन्चै हुनुहुन्छ परिवार सहित यही हो यस्तो छ काम पनि गर्नु पर्यो यहाँ चाहिँ राम्रो काम भएको छ नेवार सामुदायिक वनको अध्यक्ष चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ सिबी अङ्कल यो बाटो करेखोलातिर जाने बाटो हाम्रो पिसिजी गरेर मस्त बनाएको छ अब के कस्तो छ अब यहाँ जाउँ खाल्टा बनाएर पहिले रेडी छ अरे खाल्टा बनाउने मान्छेले खाल्टा छ त यहाँबाट स्टार्ट रहेछ यहाँ रोपिसकेको रहेछ यहाँ पनि रोपिसकेको छ यहाँ बुटो देख्न सक्नुहुन्छ अच्छा यो चाहिँ पहिला रोपेको होला ठुल्ठुलो भइसकेको छ यहाँ
नजिकै नजिकै रहेछ। बाँसले के काम गर्छ अङ्कल? यो के काम गर्छ? अच्छा, पछि सामुदायिक वनले यदि चाहियो भने वितरण गर्ने भयो होइन? ल, उहाँ चाहिँ हाम्रो हेरालु वन हेरालु अङ्कल चौकी। ल, यस्तो छ यो। लास्ट हो होइन अङ्कल? ल, समात्नु त अङ्कल यसरी। यतिकै समात्नु, मलाई देखाउनु। रातो कमेरा टोक्नु आयो। यतिको राम्रो काम छ भयो योचोटि। बिरामी भरे क्यान्डल छ क्या हातमा। ल त जाम। यो चाहिँ पुरा गङ्गटे खोला यो माथिसम्म, यो 12 नम्बर वार्ड नम्बर 12 को जङ्गल। यता यहाँ पनि च्याउ पनि बहुत सस्तो मात्रामा पाइन्छ। बर्खाको सल्लेउरा जति भने पनि पहिला बहुत भेटिन्थ्यो, बहुत खोजिन्थ्यो, खाइन्थ्यो। ल, कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। माया गरिदिनु भएको छ होइन? भइहाल्यो, 5-10 मिनटमा काम भयो। अब हाम्रो रोप्ने काम भयो। बाँकी चाहिँ माथि स्कुलमा छ अरे सरी देवीस्थान मन्दिरमा लगाइ भ्याए अङ्कल? ल, लगाएको छैन? अच्छा, ल मन्दिरको पनि थोरै देखाउने छौँ है त। यो हाम्रो सालदाई, यो मेरो भाइ। यहाँ अहिले चाहिँ यिनीहरू अलि लेट आयो। अहिले चाहिँ यिनीहरू 5-5वटा बुट्टाको भाग पऱ्यो। नास्ता पनि छ फेरि, व्यवस्था फेरि विचार गरेस् नास्ता चट। अब यो 5-5वटा सब हर मान्छेले चाहिँ रोपिराख। अब यो सालदाईको पनि टाइम सही रहेछ, यहाँ आयो। अब ट्याक्क लगाएर खाल्टो छ, मैले अघि नै रोपिसकेको छु। अनि त्यहाँबाट अब यहाँ सालदाईले यहाँ वृक्ष रोपण नेपालको धन हरियो वन। ल हो खास छिरा न, सिधै छिराइदियो क्या त्यतिकै। हो बस त्यतिकै हो। ए खाइला उल्टो गर। हो अर्को मुखी हो, त्यसरी हाल्दे बस। हो त्यसरी खास छिराउने, माटो हालिदिने, धेरै केही गर्नु पर्दैन। नेवारी सामुदायिक वनमा वृक्षारोपण। अब यो पनि कोरिया जाने हो, 2-4 दिन बाँकी छ। जस समयले सही टाइममा हामी दुई भाइको भेट गरायो। लाताले कुच्दिएस् त्यहाँ, अर्को खाल्टो खोज्छ। ल, अब बस हो, धेरै पुरा ऊ गर्नु पर्दैन अरू रुखको जस्तो फसफस हाल्ने हो। त्यसरी खुट्टाले ऊ गर्दै। लाउरेको पनि टाइम मिलेर रहेछ, सही टाइममा आएर रहेछ। ल गर हो त्यसले। ए अर्को हालिसकिस्? ल यस्तरी चट्ट। ल, मैले रोपेको बिरुवा फर्स्ट हाउस, म आउँदाखेरि एकदम फर्स्ट हाउस राम्रो होस्। कति वर्षमा आउनेछ अब? जुन साइड हाल्दै पनि हुन्छ। त्यो के अरे मुन्टा बाहिर निस्किनु पर्यो बस। ल, साललाई आउने बेला च्याट्ट फेरि पुरा फेरि आएर भिडियो बनाउनु परोस्।
बेस्ट छ ल एकदम 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 बेस्ट छ राम्रो वृक्षारोपण भयो आज नेवार सामुदायिक वनले राम्रो काम गरेको छ अब यो बिरुवा चाहिँ हामी अब जति वर्षमा आए पनि हामी तीन भाइको चट्टा आएर फस्टाको देख्न पाइयोस् फेरि यही आएर फेरि भिडियो बनाऊँ ल है त ओके थ्याङ्क यू भाइ बाँस वृक्षारोपण कार्यक्रम छ अब भीमडोरको कहिले छ यहाँ भीमडोरको भन्दै हुनुहुन्छ ल पुरस्कार पनि मिल्ने अरे ल आज नेवार सामुदायिक वनको भयो अब भीमडोरको हुँदैछ व्यवस्थापन छ सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्छ है हो किनभने आफू समुदाय बन्न आफूले ड्युटी गर्नु पर्छ सिक्नु पर्यो के म के गर्न पर्छ मैले के गर्ने हो उपभोक्तालाई के काममा लगाउने हो आफूले के काम गर्ने हो भन्ने कुरो त व्यवस्थापन त गर्नु पर्यो नि त है ड्युटी एकदम खतरा ड्युटी दिनुपर्छ म पुरस्कार दिन्छु तर त्यो 150 पिस एकदम भूत तथा जलदार व्यवस्थापन कार्यालयबाट कर्णा प्रदेशबाट यहाँ अघि चेक गर्न आउने ठर्र देखाउनु पर्छ हो प्रश्न चाहिँ हुनुपर्छ है मैले भनेको छु यो कुरो गलत काम भयो भने हामी के हुन्छ सामुदाय वनको चौकीले पनि बनेन अध्यक्षले काम गर्न जानेन भन्ने इत्यादि कुराहरू हुन्छन् हो ल प्रेमजी मैले भने है ल ल ल ल चौकीको कुरा पनि सुनाउ ल उहाँको कुरा पनि के सुनाउ के हो अब यहाँ अब के अरे गेट के गरौँ गेटको लागि के गरौँ तल के अरे यतापट्टिको सके भने तारा लगाउनु पर्ने हो कि अहिले कसैले त्यो बास गरी कसैले पनि हाम्रो समुदाय वनमा हामी उपभोक्ता कसै घरमा गएर लगाउने कुरो पनि आएन त्यो के रहन्छ भने त्यो हाम्रै समुदाय वनमा हाम्रै क्षेत्र जहाँ पहिरो गएको छ अप्ठ्यारो ठाउँ छ खोलाको किनार छ त्यसमा च्याट हानेर च्याट हामी समुदाय वनमा 1 नम्बर आउनुपर्छ 1 नम्बर आउनु समुदाय वन भीमडोर समुदाय वन भीमडोर अग्रस्थानमा आउनुपर्छ हो ल नम्बर 1 मा आउनु नम्बर 1 मा आइपुग्नुपर्छ हर काममा चौकी वडा अध्यक्ष उपभोक्ता बेस्ट हुनु पर्यो ल है यो चाहिँ बेस्ट आज चाहिँ बेस्ट कुराहरुमा ठुलबा ल नेवारले रोपिसक्यो है फेरि वृक्षारोपण गरिसक्यो ठुलबा धन्यवाद दिन्छु है ल मेरो काम छ आज भोलि तपाईँ म सँगै हुन्छ है ल ल ल ल ल धन्यवाद ल ल अंकल ठुलबाले ल यो चाहिँ के छ वनबाट पाउने सुविधाहरू के पनि छैन उपभोक्तालाई सामुदायिक वनले दिनुपर्ने सुविधाहरू जुन सुविधाहरू छन् उहाँले वृक्षारोपण गर्न आउनु भएन भने उहाँलाई के गरिन्छ पाउने सुविधाहरू उहाँलाई कटौती बन्दै गरेर लैजान्छौँ जसरी पनि सामुदायिक वनको दायित्व पुरा गर्न पर्छ उपभोक्ताले ल यो पनि हो है माइकबाट भन्ने मसँग अहिले माइक दिन्छ ल नेवार सामुदायिक वनमा माइक पनि रहेछ ल भीमडोरमा छैन हो कि नेवार सामुदायिक वनमा छ हो कि अंकल ल नेवार सामुदायिक वनले त आजै वृक्षारोपण पनि गरिसक्यो यहाँ छ यहाँ वनमा चट्टसँगले दुइटै वडा अध्यक्ष वनको अध्यक्ष यहाँ हुनुहुन्छ है मानेन भने भन्दै मैले सामुदायिक वनभित्र जाँदाखेरि पटक भन्दा मान्न भने लट्ठी भाइले गोजिदिन्छ त्यो तल के हालेको छ भनेर हो लुग्ने मान्छे वनमा गएको लट्ठी त्यही काली लट्ठी फड्काइदिनु बडा गर्ने अनुमति बिना प्रवेश किन भन्न पर्छ छोड्नुहुन्न खतरा ड्युटी दिनुपर्छ वनहरूले तपाईँले तब जिल्ला वनबाट पनि कुनै पर्छ जिल्ला वनबाट पुरस्कार दिन्छ कुरो बुझ्नुभयो नि तपाईँले ड्युटी दिनुभयो भने जिल्ला वन हाम्रो कन्या पर्छ जिल्ला वनबाट तपाईँलाई पनि पाउने सुविधा पनि पाउनुहुन्छ ड्युटी खतरा छ हामीले सिफारिस गर्छौँ नि त हाम्रो समुदाय वन बनेर प्रेममा रुचालाई हेर्नुहोस् एकचोटि भनेपछि बोल्न पनि त पाउने ठाउँ रहनु पर्यो नि त अब हजुर ड्युटी गरिदिनु भएन भने अध्यक्ष मात्र पुग्नु जाने एउटा हलाइट पुगाएको होइन
हो ल ल ल हजुर कोही हाम्रो हाम्रो वनको नागरिक समुदाय वनको अध्यक्ष शङ्कर केसी हाम्रो यामदाय हुनुहुन्छ कता जाँदैन सामान्य मान्छ हामी तिनजना छौँ वन यसरी च्याट बनाउने हो थाहा छैन हो मेहन्दी लाउनु पर्छ हो अब भेलामा हुन्छ यसो विषयवस्तु के हुन्छ त भेलामा हुन्छ हो भेला बस्छ मङ्सिरको महिना भेला बस्छ त्यति बेला हुन्छ जस्तो जुङ्गा टल्काउनु भएको थियो त्यस्तै वन टल्काउनु पर्यो ल अब जुङ्गा छैन वन टल्काउनु पर्यो रुचाल अङ्कलले ठिक छ बेस्ट हुनु पर्यो ल